लै साथी हो माछाको दाना बनाउँदैछौँ हामीले चाहिँ यस्तै तामाको यो छोक्रामा यस्तो तामाको छोक्रा हुन्छ क्या यो तामाको छोक्रामा यो चोकर बियरको भुस मिसाउँछौँ क्या यस्तो उसमा हैन यो चोकरमा बियरको भुस यसरी मिसाउँछौँ यो तामा खोस्टामा बियरको भुस मिसाएर दाना बनाउँछौँ साथी हो माछाको दाना बनाउँदै हैन नेचुरल दाना हो क्या फिडको दाना हैन नेचुरल दाना चोकर भयो चोकर हालेपछि अलिअलि ढुटो पनि हाल्छौँ यसरी ढुटो हैन यो ढुटो भयो चोकर ढुटो अनि पिनाको धुलो पिनाको धुलो पनि हालिदिन्छौँ अलिअलि चाहिँ माछाको दाना बनाउँदै यस्तै हो हामीले त्यो फिटको दाना खिलाउन बैलरलाई जस्तो यस्तै हाल्छौँ यसरी मुस्ने यसलाई ट्याक्क मुस्ने हैन माछालाई दाना बनाउने के साथी हो माछालाई दाना बनाउँदै यस्तो छ माछाको दाना यस्तै माछालाई दाना बनाउँछौँ यो भनेको तामा हो मोमो कति साह्रो यस्तै दाना बनाउँछौँ हाम्रो फिटको दाना माछालाई फिटको दाना भन्दा माछालाई दाना बनाउने क्या सबलाई राम्रोसँग मिसाएर टक्क देख्छ लहर फालिदिने पोखरीमा खान्छ खाछ अहिलेसम्म माछा त ग्रोथ राम्रो हुनु होला फिटको दाना दिए जस्तो त त्यही पनि ठिक छ ल यही हो मेरो दाना बनाउने तरिका त्यसरी चोकर हान्ने बियरको भुस बियर बनाएर ल्याएको बचेको त्यो दास हुन्छ नि त्यसलाई चाहिँ यसरी हान्ने कि अनि ढुटो पिना यस्तै छ अवस्था यो मेरो दाना यो हाल्दैछ माछाले खान्छ